हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। अब धेरै पछि कमब्याक हानेको छ समीरले। 2-3 वर्षको नै 5 वर्षको एकचोटि हाल्छ ब्लग होइन। आज चाहिँ हाम्रो पार्टीहरू यस्तो यहाँ पार्टी खान गएको, हल्का हालत खराब भयो यहाँ गर्मीमा हिँड्दा अब यस्तै हो। अब पैसा सक्यो हिँड्दा हो किन केटा भन्ला हो, त्यही त होइन फेरि। तर जब मजा आयो जे घाम चाहिँ यस्तो छ होइन, के गर्नु। अब लाइक एन्ड सब्सक्राइब ठोकमा एकदम पाराले। अनि मैले चाहिँ सब केटाहरूलाई आज सपिङ गराइदिएको छु है। हेलो गाइस, आज हम यहाँ आए थे, गर्मी हो गया। देखो इधर ये लोग पगाल हो गए, पगाल। आजको हाम्रो मेन स्पोन्सर है बुङ्गा सर हुन्छ। हाम्रो चाहिँ फटी पडी हुई है यहाँ अघिदेखि। अहिले चाहिँ आशिष भाइ चाहिँ बहुत नाजुक भइसकेको छ। ट्याटु देखाइदे भाइ तेरो भाइ, ट्याटु। वाउ कति राम्रो। यता सर खै बाबु तेरो देखा त। वाउ लभलीको छोरी। यस्तै हो, हामी चाहिँ त्यस्तो ट्याटुवाला परेनौँ, त्यही भएर हो। अहिले चाहिँ हाम्रो यहाँ रेस्ट टाइम चलिरहेछ। यहाँ धेरै दुःखपछि यहाँ सुख पाइरहौँ, खाना पाइरहौँ। स्पोन्सर चाहिँ यतै हुन्छ है, अम्बानीको छोरो। के नाम बाबु भन्? शिशिर चौधरी। हाम्रो उता गोरे दाई अफ्रिकाबाट आएको। गोरे दाई भने अफ्रिकाबाट। हेर्नु ल भोप्पा। हामी अहिले चाहिँ यहाँ तलम बसिरहेको छौँ। म चाहिँ पानीपुरी खान्न। एउटा चाहिँ पिरोले मरिसकेको छ यहाँ। खै बाबुले त पिरो आँखा भने देख्यौ, यहीबाट चटपटे पिरो खानुहुन्न हो कि आशिष भाइ? हाम्रो ह्यान्सी भाइ हुँदाखेरि अरू के भन्न चाहन्छ? हाम्रो डोनर पैसा तिरेपछि खानै पर्छ भन्ने उपलक्ष्य। फाइनली गाइज हाम्रो साथीहरू हेर्नु, हाम्रो केटाहरूको अर्को साथी भेटिसकेको छ। अहिले चाहिँ हाम्रो केटाहरू यहाँ के गर्न लाग्छन् के है। यहाँ अब यहाँ मूत्र विसर्जन चलिरहेको छ, नदेखाइदिउँ होला। प्राइभेसी भन्ने चिज हुन्छ यस्तै हो ब्लगमा। अब हामी चाहिँ यस्तै ब्लगर अब न्यू या हो कि नै। आशिष भाइ मेरो भाइ, हाम्रो भाइ चाहिँ ह्यान्डसम छ। हेर्नुहोस्, कोही सिङ्गल हुन्छ भने चाहिँ यसो ब्याकग्राउन्डलाई इग्नोर हानिदिनु होला सबैले। अब यस्तै हो, हामी चाहिँ इग्नोर है, ब्याकग्राउन्डलाई नहेर मलाई प्लिज। हामी चाहिँ धेरै पछिको मेहनतपछि यहाँ आफ्नो गाउँमा प्रवेश गरिसकेको छौँ हामी। हाम्रो केटाहरू चाहिँ लुहात भइसकेको छन् होइन। तर यो भाइ चाहिँ अझै एनर्जेटिकवाला छ कि एकदम सेक्सी पारामा। अब हाम्रो गाउँ चाहिँ आइसक्यो, तर गर्मीले हालत खराब भइसक्यो थियो। त्यस्तै छ, तर केटाहरूसँग जे नि हुनसक्छ। एनर्जेटिकवाला हो हाम्रो केटाहरू पुरै। त्यो कुनवाला आइसक्रिम खाँदैछ भन्न। अहिले हाम्रो आइसक्रिम कार्यक्रम आइसक्रीम खाओ, जीते रहो गर्मी भर। ये देखो हमारे भैया बना रहे हैं। चाटी रहा था मजाले। देखो यहाँ पसल, देखो ये यहाँ पुरै डिजिटल कामदेखि पुरै सामानहरू पाइन्छ है। आउनु होला हजुर, आइसक्रिम पनि पाइन्छ। अब दाइले प्रमोसन हानिदियो, एउटा आइसक्रिम फ्री भन्नुभयो। प्लेनको टिकट पनि पुरै हेर्नुहोस्, यहाँ लिस्टै छ सब सेवा सुविधाहरू। आउनु होला एकदम, मेरो नाम लिएपछि फुल्ली डिस्काउन्ट दिन्छ दाइले चाहिँ। हाम्रो आइसक्रिम खाएर पनि आइसकेको छौँ होइन। अब हाम्रो स्पोन्सर भाइलाई चाहिँ म चिन्दैन यो को होइन। अब बाल चाहिँ यसलाई हान्यो भने त्यस्तै हो। अब हामी बजार चाहिँ किन गएको भनेपछि त्यो सानो क्लिप हालिदिन्छु, पहिल्यै बनाएन कि भिडियो, त्यही भएर चाहिँ अब त्यो क्लिप इन्जोय गर्नु। मजा आ रहा है, मेरा जूस कहाँ गया? क्या बात है। जाँदै हुन्छ साइकलमा, जा त धकल्दे त, धकल्दैन साइकलको चैन छैन। अब हाम्रो सर त्यस्तै जाँदै हुन्छ। अन्तिम चरणमा आइसकेछौँ, घर पुगिसकेछौँ। केटाहरू त्यस्तै छन्। हाम्रो अटो हेर्नुहोस्, कहिले देख्नु भएको थियो कि हजुरहरूले अटो चाहिँ हाम्रो गाउँमा यस्तै हो त। भल अन्तिम चरणमा आइसकेको छौँ हाम्रो। हेर्नुहोस् त्यहाँ, यहाँ आयुर्वेदिक
नेताको घर हेर्नुहोस् यति ठुलो छ होइन अब यस्तो भन्नुभन्दा सरहरूलाई जे गर्नु त्यो गरिसक्यो ल भनौँ केही भन्न चाहन्छ यो घरको बारेमा घर देखाइ पुग्छ सबले पुग्छ घर देखाइ पुग्छ हामी चाहिँ घर नजिक आइपुगेको छौँ अब चाहिँ भ्लग यहीँसम्म जसले यहाँसम्म हेर्नुभयो धन्यवाद छ लाइक एन्ड सब्सक्राइब एन्ड कमेन्ट गरिदिनु होला हस् त धन्यवाद एन्ड